नमस्ते सबैजनालाई। आज पनि फेरि अर्को भिडियो लिएर आएको छु। आज पनि त्यस्तो विषय केही छैन, अब हल्का ब्लगको तयारी गर्दै हो। ब्लग अब बनाउने पनि आफ्नो केही कुराहरू भन्ने गरिरहेको छु। ब्लगमा अब यस्तै हो, सानो रुम छ, सानो ब्लग बनाउन समय त लाग्दैन, टाइम मिलाएर यसो बनाउँदैछु। त्यो भनेपछि अब आज पनि मौसम रमाइलो छ, हिजो पानी परेको थियो। आज मतलब खुल्ला आकाशमा घाम पनि लागेको छ, बाहिरको वातावरण एकदम स्वच्छ भएको छ। ठिकै छ, आजको वातावरण राम्रो लागेको छ। खाना अरू सबै ठिकै छ। अब यो हो ब्लगमा एउटा मोबाइल चाहियो, यो ब्लगको लागि त्यही हो कि होइन गर्नुपर्ने खास त्यस्तो छ। कोठा अझै बजारमा ग्यास पाउनु धेरै गाह्रो पर्छ अहिले देशतिर। कारणले गर्दा ग्यासको भाव बढिरहेको छ नेपाल र इन्डियामा पनि, र पेट्रोलको भाव पनि बढेको छ है। पेट्रोल र डिजलको भाव पनि बढिसक्यो। कस्तो छ त चेहरा? ठिकै छ है। एउटा काइन्ड मास्टरबाट गर्नु भिडियो मेकिङको लागि काइन्ड मास्टर नै ठिक हुन्छ। अरू त त्यस्तै हो, अरूले चार्ज लाग्ने काइन्ड मास्टरबाट नै बनाउने गर्छु भिडियो। राम्रो राम्रो बनाउन सकिन्छ काइन्ड मास्टर। यही छ ब्लग। अब आफ्नो बनाइरहेको अब खाना खानुपर्ने छ। है कस्तो छ? राम्रो सुनिन्छ आवाज। गाना राम्रो सुनिन्छ यसले पनि। बढिया छ कुराहरू। ब्लुटुथ मोड हेलो भनेर भनिसक्यो। ब्लग बनाउँदा के छ र? खाना खानुभयो, नाम सोध्यो, के छ खबर, अरू हालखबर सोध्यो, भइहाल्यो नि। आफ्नो केही कुराहरू गर्ने त हो, चुप्प लागेर त बसेर त भएन। केही त कुरा गरिरहनु पर्छ आफूले मनमा राखेका कुराहरू। ल ठिक छ, हेलो भनिहाल्यो उसले, हेडफोनले पनि आफूलाई कनेक्ट भइसकेको छ। अब गाना सुन्दै बस्नु पर्ला जस्तो छ। अब त्यस्तै हो, टाइम पास हल्का। ठिकै छ, अब यही हो ब्लग। अब पछिको भेटमा फेरि भेटौँला। हस् त, धन्यवाद है।